काँक्रो र आलुको अचार बनाउने सामग्रीहरू। काँक्रो, उसिनेको आलु, हरियो मुङको दाल, त्यसको हरियो केराउको सट्टामा यहाँ केराउ नभएर चप गरेको गाजर, हरियो खोर्सानी चप गरेको, अदुवा पेस्ट गरेको, लसुन पेस्ट गरेको, अनि रातो खोर्सानीलाई पेस्ट गरेको, तिलको पेस्ट गरेको पाउडर, लप्सीको धुलो हिजो रातिदेखि भिजाएको, स्वाद अनुसार राख्ने यो धनियाँ चप गरेको, यो चाहिँ मेथी तेलमा छानेर राखेको। यसलाई मजाले मोल्ने, सबै मिक्स हुने गरी सिकेपछि अब हल्का धनियाँको चपिङले ड्रेसिङ गर्ने। अचार, काँक्रो र आलुको अचार रेडी। धन्यवाद।